मेरो जन्म पूर्वजन ओखलढुङ्गा मेरो जीवनको कथा र व्यथा पनि ओखलढुङ्गै जस्तो छ। कथा एकदमै कुनै गहिरा छन् ओखल जस्तै, व्यथा कुनै सारा छन् ढुङ्गा जस्तै। म गर्वमै हुँदा मेरा बा कोइला खाद जानुभएको थियो रे पैसा कमाउन, तर पैसाकै पहिरोमा बित्नु भएछ मेरा बा। अब पैसाको पहिरो कस्तो हुन्छ भनेर म पनि त्यति बेला छक्कै परेको थिएँ। पछि थाहा भयो कोइला निकाल्न सुरुङभित्र पस्नु भएको रे, त्यही कोइलाको पहिरो आएर थिचेर बा मर्नु भएछ। त्यतिखेर मेरी आमा त्यस्तै 17, 18, 19 त्यस्तै हुनुहुन्थ्यो। बुबा बितेपछि पिरले आमाको दिमाग बिग्रेछ सर। अहिले त के भन्छन् मानसिक रोग भन्छन् होला होइन। आमा गम्भीर मानसिक समस्यामा परेको बेला मेरो जन्म भएको अरे। सायद त्यही भएर सानैमा रोग लाग्यो कि जस्तो पनि लाग्छ हजुर। म जन्मन त जन्मे, तर म जन्मेको सातै दिनमा न्वारन पनि गर्न नगई मेरो आमाले घरकै बुइँगलमा झुन्डेर मृत्युवरण गर्नुभएछ। त्यही भएर होला मलाई साथीहरूले कहिलेकाहीँ न्वारनदेखिको बल लान भन्दा बल नै आउँदैन, किनभने न्वारन नै भएको छैन। मलाई नामले भन्दा उपनामले बोलाउँथे मान्छेले। कसैले मलाई आमा टोक्वा भन्थे, कसैले बाबुको मुल परेको भन्थे, कसैले गर्भे टुरो भन्थे। म त दङ्ग पर्थे त्यसो भन्दा पनि मायाले बोलाएको होला भन्ठानेर कुकुले काले डल्ले भने जस्तै होला भनेर आनन्द लाग्थ्यो। तर पछि बुझ्दै जाँदा माया होइन गाली गरेर छ। यसो अहिले सम्झिँदा एउटा अभोर टुहुरो र कमजोर बच्चालाई समाजले कति हेप्दो रहेछ भन्ने कुरा त्यो बेला पनि यस्तै थियो, अहिले पनि मैले देखेको छु। तर कोही नहुनेको भगवान हुन्छ भन्छन् नि। मेरो जीवनमा पनि मावलको हजुरआमा भगवान बनेर आउनुभयो। म मामा घरमा लामो समयसम्म बसेँ। अरूका भान्जा भान्जी टिका लाउन आउँथे, मामा माइजूले काखमा हुर्काउँथे, बढाउँथे, पैसा पनि धेरै दिन्थे। तर म गाई बस्तु चराउन जान्थे, मामाका छोराहरू स्कुल पढ्न जान्थे, म घाँस काट्न जान्थे, मामाका छोरीहरू ट्युसन पढ्न जान्थे। उनीहरूको भागमा चामलको भात पर्थ्यो, मेरो भागमा सधैँ कोदाको ढिँडो हजुर। म एकान्तमा बसेर धुरु धुरु रुन्थे आँसु चुहाउँदै। कोही पनि आउँदैन थियो आँसु पुज्न। अहिले काहीँ 2-3वटा झिँगा आएर यहाँ बस्थे। मलाई त्यो झिँगा पनि झिँगा जस्तो लागेन। त्यो त मेरी माथि स्वर्ग पुगेकी आमाले मेरो आँसु पुछ्न पठाएका परी जस्तो लाग्थ्यो र झिँगा मैले कहिले पनि माने। पहिले काहीँ हजुरआमाले लुकाएर दुध दिनुहुन्थ्यो मलाई। दुध भात अमृत खाए जस्तो हुन्थ्यो। अहिले सम्झिन्छु त्यतिको मिठो त अहिले खिर पनि हुँदैन, ढकने पनि हुँदैन, पुरी पनि हुँदैन, पुर्याउने पनि हुँदैन। म 8 वर्षको हुँदा दोस्रो पटक टुहुरो भएँ, किनभने मलाई माया गर्ने एउटै जिउँदो मान्छे मेरी मावलकी हजुरआमाले यो धरती छोडेर जानु। बेला बेलामा मामाका छोरा छोरीसँग बाजाबाज हुन्थ्यो। केटाकेटी बानी सबैको हुन्छ। गाली चाहिँ
मैले मात्रै खानुपर्छ। मलाई सबै मान्छेदेखि घृणा लागेर आउन थाल्यो, यहाँसम्म कि आफूसँग पनि। कयौं पटक रिसको झोकमा मैले आफूले आफैलाई चिथोरेको छु, कोपरेको छु, जगल्टाएको छु। जिन्दगी यसै गरी चल्दै थियो। एक दिन मामा घरमा एकजना नौला मान्छे आए। मोटा मोटा पातला होचा होचा अग्ला साइजका मान्छे थिए। म बाख्रालाई घाँस खुवाउँदै थिएँ। माइजूले बडो मिठो स्वरमा बोलाइन्, ए बर्बे भान्जा, यता आऊ त बाबु। म त छक्कै परे। सधैँ बालुवा जस्तो खस्रो बोल्ने माइजू आज बगरको लेउ जस्तो चिप्लो किन बोलिरहेछिन्? म त दङ्ग पर्दै छेउमा गएँ। माइजूले भनिन्, ओह, तिम्रो कान्छो बुवा रे, तिमीलाई घर लिन जानुभएको, तयार हौ। मैले नजिकै पुगेर त्यो कान्छो बुवा भन्ने मान्छेलाई ढोगे, नमस्कार गरे। उनले मलाई काखमा राखे, कपाल सुमसुमाए। त्यसपछि खल्तीमा त्यो गुलकोस बिस्कुट भन्ने थियो हाम्रो पालामा, गुलकोस बिस्कुट निकालेर खाऊ भनेर दिनुभयो। मैले खाएँ। म त के भन्नु, पहिलो पटक हजुरआमा बितेपछि काखमा बस्न पाएको वहाँ रोएछु। अब म त रोएँ, आँसु थाम्न सकिनँ। अनि डाको छोडेर रुन थालेपछि मलाई सुमसुमाए। हजुरआमा बाहेक मलाई यति माया गर्ने मान्छे पहिलो पटक पाएको थियो। अब कान्छा बाबु भन्छन्, हो कि होइन भगवान जानु नै, बेच्न लाग्न थाले हुन् कि। भोलिपल्ट बिहानै त्यही नौलो मान्छेसँग बाटो लाग्यौँ। हिँड्ने बेला मामाले 1 रुपियाँको सिक्का दिनुभयो। 8 वर्ष माउली बसेको भान्जालाई पहिलो पटक दक्षिणा दियो। भाइ बहिनीहरू रुन खोज्दै थिए। हिँड्ने बेला मैले कसैको याद गरिनँ। त्यो घर छोड्ने बेला उही मेरी हजुरआमाको मात्र याद आयो। आँसु पुस्दै कसैलाई नहेरी म नौलो मान्छेको पछि पछि लागे। हेर्नु है, नयाँ घरमा पुग्यो होला अध्यक्षज्यू। अब 1-2 दिन त रमाइलो हुन्छ नयाँ ठाउँमा। तपाईँले पनि चुनाव जितेको 2 महिना त राम्रै भयो होला। 3 महिनापछि मेयरसँग पार्टी नमिलेर बाजाबाज भयो होला। राजनीति पनि त्यस्तै हो, घर नीति पनि त्यस्तै हो। 1 महिनापछि मलाई पनि त्यो कथित कान्छा बाउको घर आफ्नो घर जस्तो लाग्न छोड्यो। किनभने मैले सक्ने भन्दा ठुल्ठुला काम दिन थालेँ। अब ओडा दक्षलाई डोजर चला भनेर सक्छ। गाली त कति हो कति। अब के भन्ने, सम्झिँदा पनि हाँसु र रुनु किन यो उमेरमा? 2 दिनको जिन्दा रुनै छोड्यो, आँसु नि आउँदैन। भन्न त कान्छो बुवाको घर भनिन्थ्यो, तर न कान्छो बुवा जस्तो गर्नुहुन्थ्यो, न त्यो घर जस्तो थियो। त्यो त मामा घर भन्दा पनि गए गुज्रेको भूत घर जस्तै थियो। के गर्ने, कर्म आफ्नो आफ्नो। असह्य हुन थालेपछि एक दिन मैले त्यो घर पनि सधैँका लागि छोडेर हिँडेँ। हिँड्न त हिँड्यो, अब जाने कहाँ? केटाकेटी मान्छे, खल्तीमा पैसा छैन, जानुपर्ने ठाउँ टुङ्गो थाहा छैन। हिँड्दै 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 कहाँ पुगेपछि पुक्रुकको लडेछु। हेरौँ है, त होसमा आउँदा अचम्म छ। एउटा राम्रो सफा न्यानो ओछ्यानमा ढलिरहेको छु। बिस्तारै आँखा खोलेर हेरेको 2 जना बुढाबुढी, आमाकै उमेरका, ठ्याक्कै 65-70 का। त्यो ठ्याक्कै त्यस्तै बुढाबुढी मुसु 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 गर्दै उभिरहेछ। मैले यसो आँखा खोल्दै सानो स्वरमा सोधेँ, बा आमा तपाईहरू को हो? हामी म कहाँ छु भनेको
दुवैजनाले एउटै स्वरमा भन्यो, बाबु हामी तिम्रा बाबु आमा जस्तै हौ र तिमी आफ्नै घर जस्तैमा छौ। त्यसपछि उहाँहरूले मलाई आफ्नो पुत्रको रूपमा राख्नु। पछि थाहा भयो उनीहरूको त निसन्तान रहेछ, बच्चा रहेनछन्, अनि मलाई सानो भेटेको बच्चा भनेर मायाले पालेछन्। पढाइ लेखाइ सुरु भयो, उनीहरूलाई हराएको सन्तान भेटे चाहिँ भएछ क्या। मलाई पनि मरेका बाबुआमाहरू फर्केर आए जस्तो लाग्यो। म त्यही घरको सदस्य भएर बस्न थालेँ। अहिले त कहाँ छन् कुन्नी, जहाँ भए पनि उहाँहरूलाई नमन गर्न चाहन्छु। तपाईँले पनि ताली पड्काएर नमन गराइदिनु।